सो हेलो गाइज वेलकम ब्याक टु द न्यू ब्लग। सो आजको दिन रहेको छ बुवा आज के हो भन्नु त विश्वकर्मा। अरे बुवालाई पनि थाहा छ आज विश्वकर्मा पूजा अनि विश्वकर्मा पूजाको दिन यसो बाहिर सेर यसो जानु पर्दैन पूजा गर्न बाइकको त धोइसक्यो त बाई कोदालो हँसिया खुर्पा वंशहरू सब पूजा गर्नुपर्छ आज। स्टार्टमा राखिरहेको छ पूजा गर्न लाग्यो। सो पूजा गर्ने बेला थियो आँटो हामीले सर्ट यहाँ रेडी छ। पिर्खे ओइ पिर्खे ओइ के गरेछ यता apa masalah सुतिरहेछ मस्त जाडै ओइ ओइ रिसाई क्या मजी बोल्दैन बिर्खे। यो हाम्रो चाहिँ पूजा सुरु भइसकेको छ। सो देख्न सक्नुहुन्छ पूजा गर्ने चाहिँ हाम्रो बाबा। अनि मन्त्र चाहिँ भन्नुहुन्न त नि विश्वकर्मा बाबा जय हो। त्यो औजारहरू हँसियार निकाल न हँसियारले त हाम्रो त डेली युजमा आउने हँसियार चाहिँ पूजा गर्नु पर्दैन हात काट्छ र मेरो हात यो बडी राख्दा हान्दै पनि फलामको फलामको चाहिँ साला बादरमुखे विश्वकर्मा बाबाले रक्षा गरौँ गन्तव्यसम्म पुर्याएर ल्याउने विश्वकर्मा। ओए यो त फलाम हैन त विश्वकर्मा कसले लगाएला यहाँ फलाम त्यो चाकु पनि तामा तामा हो के हो यो तामा हुन्छ तँलाई पित्तल पित्तल स्टिल होला ये दुनिया पित्तल की विश्वकर्मा बाबा के खाँदै हुनुहुन्छ त तेरी भैंस की टांग भैँस हो त्यो चिन्दैन क्या रतन त लाग्यो कुकुर की टांग त कलेज किन गर्ने तेरो मर्जी जाऊ किन जाऊ कलेज कलेज तेरो दिने कति दिन भयो भने त आज नलगाएको लगातार के रिभिडियो गर्दा फेरि मलाई फेरि मामाले झर्नु होला नि यहाँदेखि हानेको तैँले तेलले छुइछ नि एउटा हात छ कि बिर्खेलाई चाहिँ के हो यो सबै बुत्ला झन्नै रोग आएको जस्तो यो चाहिँ बिर्खेको दाजु होइन होला अस्ति तैँले बिर्खे मेरो भाइ भनेको होइन होइन भने भन् बिर्खे तपाईँको भाइ हो मानु कुखुरा चाहिँ बिरामी छ हिँड्न पनि सक्दैन के भयो यसलाई एक्कासी कसले ढुङ्गाले हानो कि छारे रोग लाग्यो कि यसलाई के भयो भाइ एक्कासी पो भयो त यस्तो भएर 82 जी भएन बीच में ना बोल लाइटर ल्याएको छ मैले कहीँ देख्यौ कहाँ ल्याउनु भयो ल्याएको छ त्यहाँ छैन छैन ओ जा लाइटर लिएर आइज भित्रदेखि मैले ल्याएको छु तर कहाँ राखेँ भन्ने कुरो अब लाइटर ल्याउनु हो कहाँ राख्नु पर्यो थाहा छैन हाम्रो दिमाग खालि त्यस्तै छ गोजीमा बोकेर चाहिँ अनि कहाँ खोज्दा हुन्छ कस्तो यति फुल्दैछ ओए जुनै ननिकाल्नु भयो फाइनली एकछिन भरे बेच्न लाग्छु अब बेलामा मेरो नि त आजदेखि 1000 रुपियाँ त दिएला नि त यहाँ एउटा पसेको छ मुखवालिया ए रामे लड्डु चढाउनु पर्ने अरेलाई एउटा फलफुल हो क्या फलफुल भनेको झन् लड्डु हुन्छ राम्रो फलफुल भनेको शुद्ध हुन्छ शुद्ध मानिन्छ क्या फलफुललाई उयो छैन आन्द्रे बल पनि देखिन्छ त तँलाई त बलवानाले मैले बडी दिएको नि 10 जना इट टिप्दै खाने हो 10 जना इट हल्छ अहिले मैले आफ्नो बडी त्यहाँ ल टिप्यो प्रसाद जय विश्वकर्मा बाबा की जय जय भन्ने
प्रसाद खाँदैछु पोहोर लडेको त्यही साइकललाई हो अझ एउटा थप्यो अब अर्को पालि त कार हुन्छ तैँले भनेको पहिला म कोरिया जानुपर्ने रहेछ क्या त्यसको लागि बुझिस् फाइनली पूजा चाहिँ सकिसक्यो प्रसाद पनि खाइसक्यो कलङ्क सुन्ने कलङ्क तँलाई कलङ्क अहिले प्रसाद भान नै हिँड्न कलङ्क सुन्ने मम्मीलाई जान बुवालाई दे बुवा प्रसाद खाउँ बुवा प्रसाद नमस्ते गरेर दे नि बुवाको थपाइ पनि त्यस्तै छ अब के गर्नु उठ्न सक्नुहुन्न बिस्तारै उठ्नुहुन्छ होइन अनि के भन्नु सकेन त्यतिकै प्रसाद के को प्रसाद भन्नु दिनुहोस् के भन्नु दे आफै बुझ्नुहुन्छ क्या थाहा छैन बुवालाई भन्न बुवा थाहा छैन के को प्रसाद हो के को प्रसाद हो विश्वकर्मको बुवालाई थाहा छ क्या तपाईँ जन्मेको हुनुहुन्थ्यो त्यतिखेर बुवाले कारको पूजा गर्नुहुन्छ होइन होला ओ र यहाँ आएर हाँस्छ त्यो बुवा थाल देखेर ओइ बिर्खेला पनि एउटा दे फलफुल दिएन दिएन रे खाइन्छ नि दिएन रे तेरो हातमा उफ्रिँदैन त फाल्दा मुखमा फाल्न मुखमा फाल्न नझुका देखि छैन डन दुइटै उस्तै उस्तै सैताले आमै ले स्वादले खाइस् त नि अहिले त मिठो लाग्दैन अन्त त सस्तो भयो प्रसाद हुन्छ लड्डुको जम्मा मिठो लाग्दैन रे हाम्रे अरे छोडे आफ्नै हात हानी उठाए बहिनी त्यो पैसाले चक्लेट दे पैसा लिँदै चक्लेट किन्दै गरे खोइ पैसा देखा त त्यो भाइ किन छैन भन्नु कहाँ हिँडेको भाइ दाँत तेरो मुसाले खाएको हो नमस्ते गरेको है बिनीहरूलाई अरू कसले चिन्छ त्यो के हो त भन् न तैँले चाहिँ थाहा छ क्या नसपाती कि 10 पाती के कति 8 पाती हो कि 9 पाती हो कि 10 पाती हो कतिवटा 17 अनि यो गाउँदेखि माथि पुग्दा त कति हो कति अझ उता पारी एक झोलै दिन्छ के आन्दाङ हाँसी भनेको के हो आन्दाङ हाँसियो पैसामा हाँसियो के छ भनेको आन्दाङ हाँसियो भनेको साला पुरै भाषा आउने जस्तो खेता खतर बोल्छ खताङको त हो गएको भयो तना कुरा गर यस्तो गरेर समाज धेरै असर हुन्छ धेरै यस्तो कोरियन भाषाले पुसअप च्यालेन्ज हुन आँटेको छ यहाँ चाहिँ ल स्टार्ट गर 2 3 20 त पुरा ल हिलाए अब हेर राजाले कसरी गर्छ स्यालाक्कै भएछ नि 20 मा भइसक्यो भएन ल आयो गर्नै अब 20 हान्न तैँले तल 10 पनि नराख्ने हो नि 30 हान्दै मैले यार 10 पनि नराख्ने हो भाइ हार मानिस हार मान माताजी खोइ त मेरो नास्ता पानी कहाँ भन्दा हुन्छ कहाँ छ के खानु चिउरा खाऊ
खै कहाँ गयो हो मिठो भएन साह्रो मेरो त दुध चिउरा आएको छ यहीँ बजेर खाउँ होला है बाहिर के जानु खाने पनि धेरै ढिलो भइसक्यो भनेर एकदम साह्रो अलिक थोरै सब्जी भात पसिनु मिठो सब्जी भयो भने धेरै पसिनु मन रहेछ अनि मिठो सब्जी पकाउनै छोड्नु हो तपाईँले अनि मिठो सब्जी यतिखेर बारीमा के छ बारीमा त जे छ के पकाउनु र सबै किनेर बारीमा चाहिँ केही छैन हाम्रो बारी लट्टे पनि सकियो केही छैन केही ला हौ तपाईँ इस्कुस पकाउने मान्छे रेगुलर इस्कुस पकाउन हाम्रो आमै एकदम पैसा चाहियो भने बरु भन्नु सब्जी किनेर ल्याउनु मिठो मिठो कति चाहियो हात नलाउनु ल एकछिन ला डेढ खुद्रा पनि थियो त यार कहाँ गयो खाना लाउनु त पैसाको दुःख छ आमै पैसा भने त आज छ भोलि छैन क्या हातको मैला हो 40 को झ्यालमुरी बनाइदिनु त चट्टसँगले अमिलो अलिक कम हालिदिनु ल दुईटा कुकुर लिएर हिँड्छु के गर्ने दुईटा कुकुर म बोलेर हेर्दै त यो एउटा कुकुर हो ए एउटा कुकुर दाजुभाइ हेर्नु नि यहाँहरू हामी चाहिँ आइपुगिसक्यौँ चटपटे खाँदै भिडियो गरेर जानु ए क्यामेरा सिधा गर ए भन्नु नि नघुमा कति हराउनु हाम्रो बाबा मम्मीले काटेको होइन त अहिले काट्छ अरे आएँ किन काटेको होइन कसरी काटेको हिजो 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 म आएको थिएँ मैले काटेको बाबाहरू पनि काट्नु पऱ्यो ठुलो भाइ ढोडे काटेको म ठुलो आउने उति काटेको यो कसले चोर त घाँस यति राम्रो घाँस खायो त्यो त्यहीँ सर्प गएको थियो ओ सर्प त त्यहीँ गएकै हो है सर्प त्यहीँ गएको हो आजको मौसम चाहिँ एकदम दामी छ साफ नभए जहिले पानी परेको दिनै पानी पर्थ्यो क्या कस्तो सो घाँस काटेर हामी लागिसक्यौँ चट्ट गोलखाले मौसम भएको छ दामी टाइम पनि भयो ठ्याक्कै 5 5:30 भएको छ अब हामी गोलखाले जान्छौँ घाँस राखेर हामी होइन म हेरेँ किनकि यसको खुट्टामा त पिलो निक्लेको छ पिलो छम्दाखेरि गिलो जोक्दाखेरि दुधै किलो हो आँखै छैन किलो हो भने तेरो छ त अनि तिम्रो आँखा छ रहेछ भनेको नआएको थिएन बाबाहरूले काटेको यहाँ फेर अहिले त्यो नाकको डाँडीमा नि अहिले त पैनीमा नि पानी छैन तर देख्न सक्नुहुन्छ हाम्रो गाउँको बारीतिर कस्तो दामी धान आएको छ सो आजलाई यति नै आजको भ्लग यति नै के भन्छ आजको भ्लग यति नै मन पऱ्यो लाइक कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क्स फर वाचिङ बाई